हाम्रो न्यूजको न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म सुदीप अधिकारी। आज मिति विक्रम सम्वत 2083 साल भदौ महिनाको 11 गते बिहीबार आजका प्रमुख समाचारहरू लिएर उपस्थित भएका छौं। हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ, हामीलाई नियमित हेर्नुहुन्छ भने नियमित र आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने पहिलो पटक भनेर कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। देशभरि आएको बाढीको प्रभाव, मृतक संख्या, सरकारले गरिराखेको पहल कदमी लगायत बालेन सरकारका नयाँ अपडेटदेखि राजनीति र खेलकुदसम्मका सबै जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका महत्त्वपूर्ण समाचारहरू सुरु गरौं। कर तथा लेखा सम्बन्धी सम्पूर्ण कामका लागि सम्झिनुहोस् ग्लोबल नेक्सस, बेसी सहर लमजुङ। रसुवा बाढीमा परेका 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख। प्रहरीका अनुसार 28 जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएनन्। बाढीका कारण 41 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उल्लेख। प्रहरीका अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको जानकारी। जस अनुसार 20 जना त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचाररत रहेको प्रहरी बुलेटिनमा उल्लेख। रसुवाको बाढीले बगाएर ल्याएका 48 शव चितवनमा भेटिए। शव व्यवस्थापनमा चुनौती भएको प्रहरी प्रशासनको भनाई। चितवनको सिमानाभित्र पर्ने त्रिशुली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले 48 जनाको शव बाहिर निकालेका चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलको उल्लेख। आज बिहान उज्यालो भए लगत्तै खोजी तथा उद्धारमा खटिने चितवन प्रशासनको जानकारी। रातिसम्म भेटिएका शवलाई भरतपुर अस्पतालमा व्यवस्थापन गरिए पनि 30 भन्दा बढी शव एकैपटक व्यवस्थापनका लागि समस्या हुँदा आज व्यवस्थापनको लागि वैकल्पिक स्थानको खोजी भइरहेको एसपी पौडेलको उल्लेख। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलको फोन। बाढी प्रभावितको उद्धार र राहतमा सबै संयन्त्र परिचालन गर्न आग्रह। तपाईहरू एक्लो हुनुहुन्न, धैर्य धारण गर्नुहोस् भन्दै बाढी पीडितलाई प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश। संकटको छेडमा सबैलाई एक ढिक्का बन्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। उद्धार र राहतमा सरकारको सम्पूर्ण शक्ति परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली सेनाको हेलिकप्टर मार्फत 250 भन्दा बढीको उद्धार गरिएको र घाइतेहरूको वीर ट्रमा लगायतका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहको उल्लेख। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकार अहोरात्र खटिएको प्रधानमन्त्रीको भनाई। विपदको कठिन घडीमा धैर्य धारण गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण सामाजिक सङ्घ संस्था र नागरिकहरूलाई एकजुट भई सहयोग गर्न गरे अपिल। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेन्द्र शाह बीच